हेलो गाइज वेलकम टु माई अनदर ब्लग। स्वागत छ तपाईहरु सबैजनालाई मेरो ब्लगमा। अनि आज हामी जाँदैछौँ मार्केटमा चाहिँ म र चाङ हिँडेर जाँदैछौँ। खासमा चाहिँ घरमा चाहिने सामानहरुको लागि भनेर जाँदै गरेको हुँ। त्यतिखेर चाहिँ पानी परिरहेको थियो अनि त्यो पानी परेको कारणले हामीले छाता बोकेर गएका थियौँ। अनि हामी बाटोमा जाँदाखेरि त्यहाँको घरहरु हेर्दै कुराकानीहरु गर्दै गयौं। अनि त्यहाँको घरहरु बनाउँदाखेरि चाहिँ त्यो कालो कालो त्यो लगाएर त्यहाँ केही नदेख्ने गरी लगाउने रहेछ हैन। अनि पछि बनाएपछि मात्र सबै एकदम फिनिशिङ भएपछि सबै कुरा राम्रो हुने रहेछ त्यो बनाइसकेपछि चाहिँ एकैचोटी। अनि यस्तै छ अनि यस्तै भइरहेछ हैन बसाइहरु चाहिँ। अनि त्यहाँ चाहिँ अलि टाढा थियो, अलि त्यो सस्तो पाउने ठाउँ पनि भएर अनि सबै कुराहरु पाउने ठाउँ भएर चाहिँ हामी हिँडेर जाँदै थियौं। ट्रेनमा पनि जाँदा हुन्थ्यो तर हामी चाहिँ हिँडेरै जाउँ भनेर अनि नजिक हिँडेर जाँदा पनि पुग्ने खालको। अनि पछि चाहिँ हामी फर्किँदा चाहिँ ट्रेनमा फर्केका थियौं। अनि त्यहाँ भएको पार्कहरु पनि हल्का यसो हेर्यौं। पार्कहरु मतलब बच्चाहरु खेल्ने ठाउँहरु रहेछ। अनि त्यहाँको बाटोहरु त भन्नै पर्दैन साथीहरु, एकदम दामी हैन, राम्रो। अनि हल्का शीतल मौसम थियो। अनि शीतल मौसममा गफ गर्दै छाता चाहिँ बेकार ल्याए जस्तो भयो थियो, पछि पानी नि परेको थिएन। अनि यहाँ चाहिँ सानो कुलो जस्तो नि रहेछ है, यहाँ चाहिँ कस्तो राम्रो थियो। पानी पनि कस्तो सङ्लो थियो के। अनि हामी त्यही गफ गर्दै बाटोहरुलाई क्याप्चर गर्दै गयौं हैन। त्यहाँको चाहिँ जति भिडियो बनाए पनि नपुग्ने जस्तो के भिडियोहरु चाहिँ बनाइ गरौँ जस्तो हैन। अनि बाटोमा त्यो उल्लु अनि के भ्यागुता स्यागुताको त्यो मूर्ति पनि बना रहेछ, त्यो पनि हेर्यौं। अनि खासमा चाहिँ अब त्यही के रे घरको सामानहरुको लागि भनेर हामी आएको मार्केट। अनि त्यहाँ चाहिँ अलि अरु ठाउँमा भन्दा अलि सस्तै पाउने रहेछ, एकदम ठुलो रहेछ। अनि त्यति साह्रो चाहिँ त्यो गरिन खिचिन तै पनि। अनि हामी चाहिँ मार्केटनेर आइपुग्यौं। अनि देख्नुहुन्छ तपाईले जारा एकदम ब्रान्ड को पसलहरु, ब्रान्डेड पसलहरु। यो चाहिँ जारा गए। अनि जाराको पसलमा पनि हामी चाहिँ छिरेनौं। त्यहाँ चाहिँ हामी चाहिँ खासमा अर्कै ठाउँमा छिर्ने भनेर आएको नि त, जस देखे। अनि हामीले आउने बित्तिकै नेल्सहरु हेर्यौं, नेल्सहरुको नेल पलिसहरु हेरेको, तर हामीले खोजेको जस्तो चाहिँ पाएन। अनि त्यही भएर अनि त्यस्तो राम्रो लागेन। अनि अरु ठाउँमा चाहिँ हामी गयौं। अनि त्यहाँ चाहिँ कलर नरहेछ, नेल जुन हामीले खोजेको कलर चाहिँ नरहेछ। त्यसपछि हाम्रो हेर्यौं इयररिङ्सहरु, बाफ्रे इयररिङ्सहरु पनि कस्तो मसिनो तर ठिकै थियो। प्राइसहरु चाहिँ कोही सस्तो कोही महँगो हेरी हुँदो रहेछ त्यहाँ पनि, तर एकदम डिफरेन्ट हुन्छ है त्यहाँको र यहाँको चाहिँ कस्तो हुन्छ भने ट्याक्स पनि जोडेरै आएको हुन्छ कि, ट्याक्स पनि त्यहीँनिर छुट्टै लेखिदिन्छ, ट्याक्स प्लस अनि त्यसको रेट हुन्छ कि, अनि त्यो अनुसारको पैसा हुन्छ है। हामीले चाहिँ यति ठुलो अक्षरमा लेखेको भनेर त्यो पैसा उतिस गर्नुहुन्न, किनभने त्यहाँ छुट्टै ट्याक्स पनि जोडेको हुन्छ क्या। त्यही भएर अनि जापानमा चाहिँ भने जस्तो सोचे जस्तो केही छ के रे हुँदैन साथीहरु, एकदम गाह्रो हुन्छ हैन। अनि उहाँले चाङ चाहिँ सबै अब जापानमा बस्नु भएको भएर सबै कुरा जान्नु भएको भएर अनि म चाहिँ उहाँसँगै मार्केटहरु जाँदाखेरि हेरिरहेको थिएँ सबै कुराहरु। एकदम राम्रो हुँदो रहेछ हैन, सामान चाहिँ क्वालिटीहरु पनि ठिकै हुँदो रहेछ, पैसा अनुसारको क्वालिटी भयो भनौं। कोही अब सस्तो हेरे सस्तो, महँगो हेरे महँगो हैन। तर एकदम सानोलाई पनि कस्तो महँगो क्या। हुन त अब नेपालबाट आउनेलाई त एकदमै महँगो लाग्छ, किनभने त्यहाँको त पैसा नै अलि सानै हुन्छ नि त, यहाँ त अलि धेरै हुन्छ। त्यही भएर अनि त्यही हो इयररिङ्सहरु हेरे। अब त्यही हेर्दा त्यही यसो फोटो खिच्ने, क्यामेरा यताउति घुमाउने हैन,
अनि त्यही त हो नि अब ऐना देख्ने हुन्न त्यस्तै हुन्छ। अनि त्यसपछि हामी गयौँ फेरि के अरे बेबीहरूको सपमा होइन। यो बेबीहरूको सप एकदम सानो सानो बच्चाहरूलाई पनि, सानो भर्खर जन्मेको बच्चाहरूलाई पनि लुगा पाउने रहेछ यहाँ चाहिँ। कस्तो राम्रो राम्रो क्वालिटीको एकदम महँगो। अनि हामी फेरि गयौँ फेरि यो एकदम ब्रान्डेड ठाउँमा चाहिँ के भन्छ यसलाई अब होइन, यस्तै छोरी मान्छेको के अरे लगाउने ब्लसहरू, अब आइस्याडो त्यस्तै त्यस्तैहरू चाहिँ हामी हेर्न गयौँ। अनि उहाँले खोजेको जस्तो कलर पाउनु भएन। अनि त्यही भएर त्यहाँ पनि हामीले चित्त बुझ्दो खालको पाएनौँ, त्यो कलर चाहिँ नरहेछ। अनि त्यही भएर हामीले लिगिनौँ। त्यसपछि चाहिँ अनि हामी फर्क्यौँ। अनि हामी घर फर्क्यौँ। अनि घरको सामानहरू किनेर मैले अरू चाहिँ भिडियो बनाइनँ। ओके, थ्याङ्क यू सो मच। यो चाहिँ मेरो मिनी भ्लग हो साथीहरू। थ्याङ्क यू फर वाचिङ। बाई बाई।